हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। र अहिले चाहिँ म जानु आँटेको फुटबल प्र्याक्टिस इभिनिङमा। बिहान चाहिँ हामीले प्र्याक्टिस गर्दैन नि त, मर्निङ प्र्याक्टिस गर्दैन अहिले केटाहरूले, के भन्छ इभिनिङमा गर्छ गाउँको केटाहरूले। सो म चाहिँ अहिले गाउँकै ग्राउन्डमा प्र्याक्टिस जानु आँटेको। हेर्नुहोस् के कस्तो हुन्छ। म चाहिँ निक्लिनु आँटेको अब, टाइम पनि भइसकेको छ, 3:30 जस्तो भयो हो। सो अब चाहिँ निस्केर सिधै ग्राउन्ड जाने हो। एकछिन वार्मअपसँग गरेर चाहिँ त्यही हो प्र्याक्टिस, गाउँमा केटाहरूसँग हल्का डिभाइड गरेर खेल्ने हो, त्यही हुन्छ प्र्याक्टिस। सो गाइस हेर्दै गर्नु, जोडिँदै गर्नुहोस् मेरो भिडियोमा। जहिले चाहिँ निक्लिसकेको छ ग्राउन्डतिर। गाइस कस्तो लाग्यो अघिको भिडियो? मायाले भुलायो आज अपलोड गरेको थियो, अब भोलि हेर्नु तपाईँहरू। चाहिँ निस्किँदैछ, कस्तो छ घाम चाहिँ। भने के खाले किने त्यसै पैसा पुरा त्यो भन्नु भत्का कहाँ हुन्छ नि त। डिपु दामी छ त। डिपु जुम्ला एकताल नि राम्रो डिपु अरे डिपु चाहिँ राम्रो हो भाइ। त्यो जन्ती कहाँ जान्छ राम्रो भन्ने जग्गा छ फुटबल कहाँ छ, कहाँ यस्तो छ भनेको। अहिले चाहिँ ग्राउन्ड पुगिसकेको छ। यस्तो छ ग्राउन्डको हालत, कस्तो टल्केको ग्राउन्ड त घामले। केटाहरू आएको छैन क्या आज। सबै त्यहाँ घाम निक्लियो नि। ग्राउन्डको नजारा चाहिँ यस्तो छ है। उनीहरू भेटेर अन्त भन केही, भन न भाइ। यस्तो छ यस्तो। बिहारको प्लान रहेछ, बिहारको प्लान रहेछ हौ। गोली भएन गोली
भैँसीले बिजेर हेर नै पुरा दुखेछ बग भएको गाडी कथा अब पहिलेको दिन्छु अन्त खान्छु सो गाइज अहिले चाहिँ फुटबल प्र्याक्टिस गरिसक्यो फुटबल प्र्याक्टिस गरेर म चाहिँ बुट सुट खोलेर अब जाँदैछु यति गर्नु भयो नि त दाजु क्यो खाए भातेहरू सुतिराख्ने क्यो नउठ्ने नकुद्ने फिटनेस नहुने उठ्नुपर्छ कोद यति गर्नु भयो नि त फुटबल खेलेर पनि रनिङ गर्नु गएको छ नि त ए यो हो नि त यो गोर्खा हो गाइस गोर्खा हो हार मान्दैन ल त गाइस अहिले चाहिँ प्र्याक्टिस गरेर गएको सक्यो प्र्याक्टिस पनि टुमोर हुन्छ बिहान रनिङ भोलि जाने रनिङ भोलि जान्छ फोन गर्नु न दुई भाइ जाँदैछ हजुर भयो पुरा